यो हाम्रो अहिलेको इरर आइरहेको छ जुन माइसिक्वल सटडाउन अनएक्सपेक्टेडली भनेर चाहिँ यो इरर चाहिँ अब यो माइसिक्वल अन गर्दाखेरि यसरी इरर आउने गर्दछ कोही कोही बेला। यो इररले गर्दाखेरि चाहिँ अब दिमाग खराब पर्छ क्या। अब सिक्वल डाटाबेस चलाउनु पर्छ हामीले, माइसिक्वल गर्नुपर्छ अहिले। अब यो चलाउनु एकदम फ्रस्ट्रेट पाउने गर्छ क्या यसले चाहिँ। अब दिमाग खराब गर्छ। झ्याउ यो सल्भ गर्न पनि उस्तै झ्याउ। अब भनेपछि यो दिमाग खायो यसले। अब यसलाई सल्भ गर्नु पर्यो कसरी भनेर अनलाइनतिर खोज्दा ओर्दा मैले केही चिज भेट्टाएको थिएँ, हो त्यही अब यहाँ म सेयर गर्दैछु। यहाँनिर मैले अब स्टार्ट गरेँ, यो पोर्ट नम्बर एकछिन आउँछ गइहाल्छ, यो चल्दै चल्दैन। यसलाई सल्भ गर्नको लागि चाहिँ हामीसँग यो कहाँ बसेको छ भन्दाखेरि अब हाम्रो अहिले सी ड्राइभभित्र ज्याम्पमा जाने। ज्याम्पमा गइसके पछाडि यहाँनिर माइसिक्वल भन्ने खोज्ने, यहाँनिर माइसिक्वल छ। माइसिक्वलमा गएर यहाँनिर ब्याकअपमा भएको चिज चाहिँ के गर्ने त भन्दाखेरि सुरुमा कपी गर्ने। कपी गर्दाखेरि नि के गर्ने भन्दाखेरि आइबी डाटा वान भनेको छ नि, हो यसलाई चाहिँ नगर्ने, त्योभन्दा बाहिरको सबैलाई कपी गर्ने है त। आइबी डाटा वान भनेको छ, यसलाई मैले कपी गरेर राखेँ अहिलेलाई। अनि यहाँ डेटा भन्ने छ नि, हो यहाँभित्र गएर चिजहरू मोडिफाई गर्नुपर्ने भयो हामीले। भने पछाडि के गर्ने त भन्दाखेरि यसलाई कपी गरेर राख्ने। मैले के गरेको थिएँ भन्दाखेरि यसो गरौँ ल, त्यसो भए यसलाई कपी गरेर राखौँ। यसलाई कपी गरेर यहाँनिर यहीँ पेस्ट हानिदिइ राखौँ न। कपिड भनेर आयो। ब्याकअपमा भएको फाइलहरू माइसिक्वल पर्फर्मेन्स स्केमा पिएचपी माई एडमिन टेस्ट भन्ने छ। यो चिजलाई हटाउँ ल। माइसिक्वल पर्फर्मेन्स स्केमा पिएचपी माई एडमिन र टेस्ट, यहाँ जाने माइसिक्वल यसलाई सेट गर्नु पर्यो। पर्फर्मेन्स पिएचपी माई यसलाई हामीले के गर्ने सुरुमा हटाइदिने। हटाइम। अब यहाँनिर अरू के जाति छ नि, योभन्दा बाहिर अरू फाइलहरू सबैलाई हटाइदिने। यहाँ हटाइदिने तर के चाहिँ नहटाउने त भन्दाखेरि नि यो आइबी डाटा वान भन्छ नि, यसलाई चाहिँ राखिराख्ने अहिलेलाई। यसलाई राखिराख्ने, त्योभन्दा बाहिरको चिजलाई सबैलाई हटाइदिने। अब के गर्ने भन्दाखेरि अहिलेको हाम्रो ब्याकअप फाइलमा जाने। यहाँ गएर यहाँ भयो सबै सेट कपी गर्ने। तर के चाहिँ कपी नगर्ने भनेको थिएँ मैले भन्दाखेरि आइबी डाटा वान भनेको छ नि, यो चिज चाहिँ के नगर्ने, कपी नगर्ने। अनि ठ्याक्कसँगले गएर डाटा भनेर नि, डाटामा जाने, यहाँ जाने, यहाँ गएर पेस्ट हानिदिने। अब सायद हाम्रो प्रब्लम सल्भ भइसकेको हुनुपर्छ यति गर्दाखेरि चाहिँ। जस्तो मैले यसलाई स्टप गरेँ, अब स्टार्ट गर्छु, यसलाई स्टार्ट गर्छु। यो स्टार्ट भइसकिसकेको छ। हाम्रो त्यो प्रब्लम अघि आएको प्रब्लम के भएको छ, सल्भ भइसकेको छ है त। जस्तै यहाँनिर गएर हाम्रो डाटाबेस हेर्न सक्छौँ। हाम्रो भएको अगाडिको डाटाबेसहरू त्यो चिज यहाँनिर बन्द भएको छैन, चलिरहेको छ। यहाँनिर अब त्यो डाटाबेस आउँछ, एकछिन केही बेर लाग्ने भयो यसलाई खोल्नको लागि। ल, मोटे भन्ने डाटाबेस बनाएको थिएँ मैले, आर्ट ग्यालरी भन्ने बनाएको थिएँ, टेस्ट भन्ने बनाएको थिएँ, सबै चिज हाम्रो आइसकेको छ। हाम्रो यो चिजले काम गर्यो।